राधा, शून्यता, समर्पण र अन्तिम शान्ति। कहिलेकाहीँ खालीपन महसुस मात्र हुँदैन, त्यो बस्न थाल्छ घरभित्र, कोठाहरूमा, सासहरूबीच। राधाले पहिलो पटक बुझिन् अनुपस्थिति पनि उपस्थिति जस्तै हुन्छ। कृष्ण गएका थिए, तर गएका केवल एउटा मान्छे थिएनन्। गएको थियो हाँसो, स्वर, उपस्थिति र बाँकी के रह्यो? मौनता। तर त्यो साधारण मौनता थिएन, त्यो भारी थियो। जस्तो कसैले केही भन्न खोजिरहेको हो तर कहिले नभनेको। राधा घरभित्र हिँड्थिन्, सबै कुरा त्यही थियो, तर केही पनि उस्तै थिएन। एउटा खाली ठाउँ, एउटा नभएको कुना, एउटा सिट जहाँ अब कोही बस्दैन। र बिस्तारै उनको जीवन एक संवाद बन्यो, कसैसँग होइन, छायासँग। पहिले राधाले प्रेमलाई सँगै हुनु सम्झिन्थिन्, तर अब उनले प्रेमलाई फेरि परिभाषित गरिन्। समर्पण। तर त्यो हार होइन, यो निर्णय हो। आफ्नो अहङ्कार छोड्ने निर्णय, आफ्नो पहिचान छोड्ने निर्णय, कसैलाई आफ्नो बनाउन चाहने इच्छा छोड्ने निर्णय। किनकि साँचो प्रेम कसैलाई बाँध्दैन, ऊ स्वतन्त्र बनाउँछ। राधाले कृष्णलाई छोडिन्, तर प्रेमलाई होइन। राधा रोइन्, तर उनले आफूलाई दुःखको कथा बनाउन दिएनन्, किनकि सजिलो थियो उनी गए म टुटे भन्नु। तर राधाले त्यो रोजिनन्, उनले अर्को बाटो रोजिन्, साक्षी बन्ने। उनी कथा होइनन्, उनी दृष्टा बनिन्। कृष्णले इतिहास लेख्नेछन्, युद्धहरू, विजयहरू, साम्राज्यहरू। तर राधाले सत्य सम्हाल्नेछिन्, त्यो सत्य जुन इतिहासले लेख्दैन। एउटा मान्छेको थकान, उसको डर, उसको मौनता। राधालाई थाहा थियो उनको नाम कुनै पुस्तकमा लेखिने छैन, कृष्णको हुनेछ। तर उनको सायद छायामा हराउनेछ। तर पहिलो पटक त्यो उनलाई दुखेन, किनकि उनले बुझिन् प्रकाशको छेउमा हुनु पनि एक प्रकारको प्रकाश हो। छायामा हुनु अदृश्य हुनु होइन, त्यो नजिक हुनु हो। राधा अब पर्खिन्थिनन्, उनी बस्दथिन्, शान्त, पूर्ण, अकेली, तर एक्लो होइन। किनकि अब उनले केही हराएकी थिएनन्, उनले सबै कुरा पाएकी थिइन्, आफूलाई। प्रेम भनेको समात्नु होइन, छाड्नु हो। एक्लोपन भनेको रिक्तता होइन, त्यो पवित्र ठाउँ हो जहाँ तिमी आफैलाई भेट्छौ। र महानता त्यो केवल युद्ध जित्नेहरूमा हुँदैन, त्यो शान्त भएर छायामा बाँच्नेहरूमा पनि हुन्छ। र सायद राधा त्यही जितिन्, कुनै युद्ध बिना, कुनै इतिहास बिना, तर पूर्ण रूपमा।